नमस्ते साथीहरू। आज चाहिँ होइन हामी उताबाट मिलाएर आएको छौँ होइन। आज चाहिँ हाम्रो दिदीहरूलाई चाहिँ म खतरा 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 तरिकाले प्र्याङ्क गर्छु होइन। मोबाइल हरायो भनेर हाम्रो कान्छा पनि यही छ होइन। अनि कान्छा पनि यही छ, हाम्रो क्यामराम्यान पनि यही छ। अनि त्यसपछि खतरा प्र्याङ्क गरिदिन्छु मोबाइल हरायो भनेर होइन। तर म चाहिँ के पनि बोल्न पर्दैन। अब मैले चाहिँ अब के अरे सुन 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 यहाँ न तैँले भन् मैले तपाईँलाई राखिदिएको भन्। अनि अच्छा हमको सिखा रिया है। अनि मैले फेरि तँलाई मैले अघि त्यो के अरे हेर्ने बेलामा राखिदिएको होइन भनेर भन्छु। अनि तैँले फेरि त्यति बेला म राखिदिएको भन्, तर म बाजे जस्तै गर्ने कि हुन्छ नि। हेर्न अलि आउनु भएन दिदी आउनु भयो नि। हेर्नु नि कस्तो हुन्छ अब हाम्रो प्र्याङ्क कस्तो हुन्छ है। अनि लाइट बालेको भन्छ नि त नोटिफिकेसन पेन तान्छु नोटिफिकेसन पेन कस्तो लाग्छ है हाम्रो प्र्याङ्क। अभी मजा आएगा ना भिडो। मेरो मार्क्स कता यसलाई राखिदिएको थिएँ के अरे मैले। अनि तँलाई मन दिएको राख्नु अघि नै त्यति बेला नै। अनि त्यसपछि म तँलाई अब पछि मिलायो भने बेला तँलाई मन दिएको हो कि नै मोबाइल। धेर नखरा अहिले फोन पनि राखेन मैले दिएको हो कि अघि नै यसलाई। आफूले बिर्सिन्छ अनि अनि मेला बस्ने बेलामा नि त्यहाँ गिसुनी बेलामा नि अनि मारिदिन्छु अरे। मन बिसाल्दाले देखे के अझै मैले दुइटै मोबाइल दिएको। मोबाइल हराए खुद्दै बसेको सेनन दिदी खै नि। हे प्रभु हे हरि राम कृष्ण जगन्नाथ प्रेमानंद ये क्या हुआ। मम्मीलाई पैसा दिए 100 रुपैयाँ भनेर त्यसरी के भेटै भएन मम्मीको नि आउँदा हो त्यति बेला नि त्यो हो। त्यसपछि ठ्याक्क पछि त्यसपछि तैँले मलाई मोबाइल राख्नु दिइस् होइन। अनि त्यसपछि हो त्यही त नि तैँले मलाई त्यति बेला दिइस् होइन। दिदीले पैसा दिएको बेलामा होइन खल्तीमा राख्नु भनेर त्यति बेला तैँले मलाई दिँदाखेरि अनि गिसुनी बेलामा म भिडियो गर्छु भनेर तैँले मसित मागेको हो के। नाटक नपार्दै रे। ये भगवान क्या जुलुम है। गीत सुन्ने बेलामा त्यो अझै मलाई त्यो भिडियो बनाउँछु भनेर मागेको थियो। पुसाइ भिडियो बनाउँछु भनेर माग्यो। अनि त्यसपछि अनि मलाई थाहा छैन दुइटै मोबाइल मागेको थिएँ। सानो दिदीको मोबाइल पनि छैन। के सानो दिदी आउनु भयो हजुर। बाबाले हक कराएर खेल्न
अब हरायो त के गर्नु? के गर्ने त पुसाइ अब के गर्ने त अब मोबाइल कान्छाले हेरे अहिले मसँग धेरै नखोज झगडा गर्न नखोज अहिले फेरि हेरे तैँले मलाई त्यो भिडियो गरेर तैँले मलाई त्यो मसँग मलाई मागेको नि तैँले अहिले हेरे भिडियो गर्ने बेलामा मसँग माग्यो ठक्क त्यति बेला मैले देखेँ अझै देखेँ मैले नहीं सारुण के यहाँ कुछ तो गड़बड़ है जरूर कोई ना कोई गड़बड़ त्यो मोबाइल खोज्दा खोज्दा टाइम लागेको फेरि सिमी नभएको मोबाइल फेरि एउटाले गर्दा अर्को मोबाइल पनि हरायो मैले त अझै के अरे यहीँ मेरो खल्ती गहिरो थियो त्यसमा मेरो खल्ती गहिरो थियो नि त पुसाइ मसँग भिडियो गर्छु भनेर माग्यो अनि म हो दुइटै मोबाइल त्यहीँ थियो दुइटै मोबाइल सानो दिदीको मोबाइल पनि त्यो के यसलाई पनि दियो मैले अनि दुइटै मोबाइल हराइदिएँ खत्म बाय बाय टाटा गुड बाय गया अब राख्न दिएछ त मलाई अनि राख्यो भनेर हजुर यसको मोबाइल हरायो त ठिक हो सानो दिदीको मोबाइल कहाँ ल्याइदिन्छु यसले मैले भिडियो बनाएर राखेको छु त्यो भिडियोले के अरे मोबाइल त्यति बेला मैले भ्लग बनाएको थिएँ नि त भ्लग बनाउँदै गएको थिएँ मैले युट्युबमा हाल्छु भनेर अनि त्यति बेलाको भिडियोमा अनि मैले एउटा मोबाइल दिएको पनि मसँग भिडियो छ के अनि मैले तपाईँलाई देखाइदिन्छु रोक्नु एकछिनमा झोलामै थियो दुइटै मोबाइल झोलामा राखेको थियो मैले झोलासितै दिएँ मैले त्यो दिदीको मोबाइल पनि के पकाउनु भएको मासु हो के को मासु हो हर बाउले गाली गर्नुभएको थियो प्र्याङ चाहिँ धमाकेदार चाहिँ खतरा प्र्याङ भइरहेछ होइन हेर्नु सक्नुहुन्छ तपाईँहरूले त्यसो लाग्ने एकछिन हजुर सेना दिदी आउनु भएन दिदी एउटा कुरा हुन्छ कसैलाई नभन्नु है नभन्नु है त नभन्नु नि फेरि तपाईँ साँच्ची फेरि भन्नुभयो भने फेरि के अरे सब प्लान चौपट हुन्छ फेरि यहाँनिर नभन्नु है त त्यो मोबाइल होइन होइन हामीले प्र्याङ गरेको तपाईँलाई के अरे साना दिदीको साथ उडाउने हो क्या ढल्दैन नि एकछिन म यो मोबाइल दुइटै म लिन्छ है हेर्नु यो त मोबाइल होइन प्र्याङ
नगर्नु कि विशालले आमालाई त मम्मीहरूलाई त ट्राई गऱ्यो टिकटकमा हाल्ने भन्यो नि भिडियो हाउक्र नगर्नु थाहा तपाईँलाई थाहा छैन हाउक्र हाउडा हाल्ने प्लान बाटोबाटै प्लान बनाएर आएको थियो के देखेर भयो देखेर होला यहाँ हाँसिदिएको यो मलाई हाँस लाग्यो मलाई भन्ने हाँसेको बजेर बाटोबाट हाँस्या गर्नु म सक्दिनँ कि विशाललाई पो सक्दिनँ कि भन्यो विशाल केही हुने कि मेरो एक्सपिरियन्स भएन कि बुकको तेरो रिएक्सनै अलग भयो कि प्राङ्क नगर मलाई ल यो साथीहरू ल तपाईँलाई कस्तो लाग्यो प्राङ्क होइन दिदीको रिएक्सन चाहिँ अलिकति खासै देख्न पाइएन तर ल ल दिदी हात लगाइदिनु न यसो हात लगाइदिनु न यसरी यसो हात लगाइदिनु क्या पुसाइ हाई यसो गरिदिनु न हाई गरिदिनु न के अरे दुइटै मोबाइल यहीँ छ होइन प्राङ्क गरेको यसो टिकटकमा भिडियो बनाएको क्या हजुर हात हलाइदिनु न हात हलाइदिनु न यसरी ए दुइटै मोबाइल यहीँ छ तपाईँको सुरक्षित होइन दुइटै मोबाइल हरा भनेर हामीले प्राङ्क गरेको थियौँ ल ल ल दिदीलाई भनेपछि झुकाउनु अब क्यान्सल है दिदीलाई नझुकाउँ मलाई होइन ल मोबाइल समात ल दिदी मैले दुइटै मोबाइल दिएको छु होइन हजुर होइन मैले कुरा गएको त्यो अर्जुन सापकोटाको त्यो उयो के अरे हेर्ने भनेर कहाँ हेर्ने पायो नि अर्जुन सापकोटा हो र हिँड्न हाम्रो घर ल ल साथीहरू ल बाई बाई टेक केयर ल आफ्नो केयर गर्नु होला भिडियो धेरै लामो बनायो भने अलिकति ल्याङ हुन्छ होइन यो भिडियो चाहिँ म टिकटकमा हाल्छु ल यहाँ चाहिँ स्टोरी हाल्न लाग्छ अब दिदी हो र ल बाई बाई टेक केयर है